चाहिँ एकदम इन्ट्रेस्टिङ हुनेवाला छ। फुल हेर्नु होला भ्लग चाहिँ, अनि अन्तिममा थाहा हुनेछ इन्ट्रेस्टिङ के हो भनेर। हुन चाहिँ खतरा इन्ट्रेस्टिङ हुनेवाला छ है। वेलकम ब्याक, न्यू डे न्यू भ्लग। आज पनि हामी एउटा भ्लग लिएर आइसकेका छौँ। हेर्न सक्नुहुन्छ त्यही ठाउँबाट हामी भ्लगिङ गर्दैछौँ र भ्लगिङ सुरुवात गर्दैछौँ। सधैँ चाहिँ आज पनि हामी हिँडिसकेका छौँ घरबाट यसो घुम्नको लागि। हेर्न सक्नुहुन्छ यहाँ यति मान्छेहरू छन् मसँग। यो भनेको चाहिँ मेरो ग्याङ हो। हेर्न सक्नुहुन्छ मेरो ग्याङ। परसम्म जानेवाला छौँ आज चाहिँ घुम्नको लागि। यो चाहिँ बिजुलीको पोलहरू हो। यो चाहिँ अब ऊ त्यो सानोवाला भाइको घरमा जाने लाइनको लागि हो। त्यसको घरमा बिजुली छैन अहिलेको करेन्ट सिचुएसनमा। अनि यो चाहिँ त्यहाँ जान्छ। त्यही भएर यी हेर्न सक्नुहुन्छ यस्ता छन् हाम्रा ग्याङका मान्छेहरू। यो पछाडि लेखेको देख्दै हुनुहुन्छ भने यो के हो कमेन्टमा भन्नु होला, नत्र भने हामी कमेन्ट पिन गरिदिनेछौँ। हेर्न सक्नुहुन्छ यहाँ लेखेको छ 9+19 भनेर। रोडमा अहिले बाइक गएको थियो, कस्तो पुरै धुलो उडेर पुरै कपडाहरू यस्तो बनाइदिइसक्यो। यस्तै छ यताको विकास भन्ने कुरा। हेर्न सक्नुहुन्छ गाइस, यो पछाडि चाहिँ पुरै जङ्गल छ। तल लड्छु भन्ने डर लागिरहेछ मलाई चाहिँ। यता छन् केटाहरू चाहिँ, यो चाहिँ पुरै जङ्गल हो। यतै गाई बाख्रा चराउन ल्याउँछन् यिनीहरू केटाहरू सबै। दिनमा पनि यतै हुन्छन्, अहिले पनि यतै घुमिरहेछन् होइन। अलिक परसम्म जाने भन्ने प्लान छ हाम्रो। त्यही भएर अलिक परसम्म नदेखेको ठाउँ देखिरह होला तपाईँहरूलाई। हेर्न सक्नुहुन्छ यता। अनि इन्ट्रेस्टिङ भिडियोको टपिक चाहिँ के छ भने हाम्रो च्यानलमा फाइनल्ली 1K सब्सक्राइबर प्लस पुगिसकेको छ। यति धेरै मायाको लागि धेरै धेरै धन्यवाद सबैलाई। अझै पनि धेरै सपोर्ट गरिदिनु होला भन्ने आशा राख्दछौँ। यो चाहिँ माथि जाने रोड बनाइएको छ। यो चाहिँ एकचोटि अघि बनाएको रोड हो। यो चाहिँ ढुङ्गाको कन्स्ट्रक्सनको लागि, ढुङ्गा निकाल्नुको लागि माथि जाने त्यसले काटिएको हो। त्यो चाहिँ गाइस हामी चाहिँ यहाँ घर जानको लागि हिँडिसकेका छौँ। यताबाट अलि टाढा आएका छौँ। घर चाहिँ हाम्रो उता देखिँदैन, यताबाट पुरै जङ्गल छ। त्यही भएर देखाउन सक्दैनौँ। आज चाहिँ हामी यसो घर जाँदैछौँ। हेर्न सक्नुहुन्छ गाइस, यो चाहिँ जीप हो। पुरै धुलो उडिरहेछ। यो चाहिँ गाडी जाँदैछ। अब दोस्रो भिडियोमा भेट्नेछौँ। अनि भिडियो मन परेमा लाइक कमेन्ट गर्न नभुल्नु होला। अनि सब्सक्राइब गर्नु नभुल्नु होला। सब्सक्राइब